कस्तो नाम बिर्सियो खगेन्द्र सुवेदी कसरी हिँड्ने अनि हिँड्ने यसरी हो खगेन्द्र सुवेदी घर म गर्छु सरम त नबसम त ढुङ्गा खस्नी भयो के ल अब बिस्तारै जाम त्यो खण्डाले ढुङ्गा त फाल्दिने हो उता अगाडि ओ तिमीले यो ठाउँ त लौरी लिएर छैन हुन्छ धेरै छैन हुन्छ लौरी लिएर के हुँदो रहेछ अनि गुरु लौरीले धेरै आधा दिन्छ बल्ल बल्ल अलिकति अप्ठ्यारो भिर पार गर्यो एकदमै गाह्रो भइरहेको छ धेरै छन् तर जसरी नै हामी आज ट्रेकिङ गरेर छ त हिमालको शिखर पुगेरै छ त अब नुवाकोट चाहिँ पुगेरै छोडिन्छ अब यहाँ आइसकेपछि ल झन्नै हेर त यस्तो खतरनाक बाटो छ यहाँ ढुङ्गाहरू केही छन् कि यसो चाहिँ नि पहिला पहिला हिँडेकोलाई त्यो ढुङ्गाले केही गर्दैन पछि हिँड्दा हिँड्दा लुज हुन्छन् क्या त्यो ढुङ्गा हो यत्रो ढुङ्गो गुल्टियो नि त्यही भएर अलिकति यो ढुङ्गाहरू पनि अलिकति होसियार भएर हिँड्नुपर्छ यो सल्लाहको सुस्मा नटेक्नु है मैले पहिले भनेको छु है त्यो असाध्यै चिप्लो हुन्छ सल्लाहको असाध्यै चिप्लो हुन्छ है ढुङ्गा आउला नै ढुङ्गा ऊ हो त्यता हेर्नु त हिँड्दा हिँड्दै ढुङ्गा धेरै गुल्टिए एकदम डरलाग्दो अवस्था भइरहेको छ यहाँनिर कोही कताबाट उक्लिने कोही कताबाट उक्लिने अब हामी पनि तपाईँहरूलाई यस्तो ताजा अपडेटहरू दिइरहेका छौँ हामी कसरी चाहिँ पदयात्रा गरिरहेका छौँ यति बेला नुवाकोट पुग्नको लागि हाम्रो यो दुःख मेहनत देखेर पनि भगवान्ले पक्कै राम्रो आशिष दिनुहुन्छ बिस्तारै बिस्तारै उकाली लाग्दैछौँ आज अलिकति डिफ्रेन्ट टाइपको चाहिँ हाम्रो पैदल यात्रा भयो भागराम सर फेरि जुत्ता यसमा हाल्नु है हो प्लास्टिक भएको जुत्ता हालौँ अनि झोला हालिदिउँ सर झोला हालिदिउँ गुरु भ्याउँछ झोला हालिदिउँ यसरी आइदियो हुन्छ यतैबाट तेर्सिँदै गयो नि भयो हुन त माथि नै जानुपर्छ क्या माथि नै जाने हो हुन्छ यसरी यसरी जानु उनीहरू उता तेर्सियो क्या यताबाट फेरि उता तेर्सिनु यतैबाट जाऊँ न यसरी माथि भागराम सर हो त्यतै राम्रो ठिक छ एकदम सहिलो रहेछ यताबाट होइन सर उताबाट आइज न एकदम सहिलो छ अर्जुन यताबाट केही छैन
सराम दिउँ नि झोला राख्नु हो प्लास्टिक राख्नु त्यो हातमा लिँदा फेरि है चितमले खेलारमा है ल फेरि यहाँ बस्नु है सिकाले हिलेको नि थाहा पाइएन कति मजा भएको गुरु हिलेको मतलब नि भयो आनन्द खोजेकै खोजेकै है त्यहाँबाट नाउडाँडाको भ्यू दाम देखिन्छ माथिबाट पछाडि कोही छैन नि छैन म लास्ट हो